हजुर सम्पूर्णमा नमस्कार छ। मैले घर र परदेश भन्ने कविता लिएर आएको छु। म परदेशमा छु, आफ्नो गाउँ, आफ्नो घर, आफू जन्मेको ठाउँ च्याँ च्याँ गरेर पहिलो आवाज निकालेको, ताते ताते गरेको, कोखाई कोखाई भनी खाना खाएको, बुवाले खुवाउनु भएको, आमाले खुवाउनु भएको, ती साथीहरू, ती दौतरीहरू, आफ्नो घर आँगन, करेसाबारी, आफ्नो बारी, ती वन र पाखा, कोइलीका मिठा स्वर कसले बिर्सिन्छ र? मलाई हरेक रात, हरेक दिन ऐठन बनेर मेरो मन, मस्तिष्क र सपनामा आइरहन्छ। त्यसैले मैले घर र परदेश भन्ने कविता लेखेको छु, सुन्नुहोला। कविताको शीर्षक छ घर र परदेश। बाल्यकालमा दुःख पनि वरदान जस्तै लाग्थ्यो, किनकि दुःखसँगै आँगन थियो, आँगनसँगै आमा थिइन्, बा थिए, दाजु दिदी बहिनी भाइ अनि परिवार र आमाको आँखामा संसारको दुःख बिर्साउने चौतारी हो। हामी आज ठुला भयौँ, तर बाल्यकाल ठुला भएन। ऊ त त्यहीँ कतै घरको पर्खालमा टाँसिएर बसिरह्यो, धुवाँले कालो बनेको भान्साघर जस्तै, कहिल्यै नछोड्ने गरी। आज त्यो घर हस्तिनापुर जस्तै छ। राजा छन्, नियम छन्, तर युवाहरू छैनन्। भीष्मको प्रतिज्ञा जोगिए जस्तै त्यो घर पनि उभिएको छ, तर जीवनको युद्ध त्यहाँ लडिँदैन अब। पहिले त्यो घरको स्वरले छिमेक काँप्थ्यो, टोल थर्कन्थ्यो, दाजुभाइको हाँसो, युद्ध, दिदी र बहिनीको झगडा, रेडियो र टेलिभिजन अनि खेलका ठट्टाका कुरुक्षेत्र जस्तै सुनिने द्वन्द। तर आज घरका पर्खाल, दलान अनि खाँबा र छानाले मात्र एक अर्कासँग कुरा गर्छन्। राति हावा आउँदा झ्याल कराउँछ, चुई चुई, मानौ गान्धारी आफ्नै भाग्यसँग रोइरहेकी छिन्। दीपावली आउँछ, तर सफाई गर्न कोही आउँदैनन्। पहिले बोराका बोरा फोहोर निस्किन्थ्यो, आज धुलो मात्रै उड्छ, जसरी सपना उड्छ खाडीका आकाशतिर अनि फर्किन्छन् बाकस बने। चकलेटका लागि युद्ध हुन्थ्यो, आज मिठाई नचाकिकन बाँडिन्छ, किनकि चाख्ने मान्छे परदेशमा छन्। घर शान्त छ। त्यो देश अर्जुन बनेको छ, हातमा सीप छ, मनमा डर छ, आँखामा प्रश्न छ। यहाँ लडौँ कि परदेशको रणभूमिमा जाउँ? यहाँ लडौँ कि परदेशको रणभूमिमा जाउँ? र राज्य कृष्ण जस्तै बोल्छ, धर्म तिम्रो कर्तव्य हो, तर धर्मसँगै रोटी पनि चाहिन्छ भन्ने गीतामा लेख्नै बिर्सिए। त्यसैले नेपालका हरेक बिहान वनवास सुरु हुन्छ। कसैले कतारतिर, कसैले मलेसियातिर, कसैले कोरियाको चिसो कारखानातिर अनि कसैले युरोप र अमेरिकातिर पुनर्वास जमाउने गरी। हामी पाण्डव जस्तै निरीह भएका छौँ, आफ्नै भूमिमा अतिथि, आफ्नै घरमा अपरिचित, आफ्नै देशका बोर्डरमा शरणार्थी। आमा कुन्ती जस्तै विवश छिन्, छोरालाई युद्धमा पठाउँछिन्, तर युद्ध जितेर फर्किन्छ कि लास बनेर रातो बाकस, उनलाई थाहै छैन। बुबा धृतराष्ट्र जस्तै देश देख्दैनन्, तर सन्तानको पीडा मन भित्रभित्रै कुणाउँदै धमिराले बनाएको मक्किएको दरबार कुनै सिनेमाको फ्ल्यासिङ रिल जस्तै उनको मानस पटलमा घुमिरहन्छ। हो, बा भित्रभित्रै विक्षिप्त भएर भित्तातिर फर्कन्छन्। र त्यो घर जहाँ बाल्यकाल हाँसेको थियो, आज शान्त सरोवर जस्तै झिलमा उभिएको छ। तर त्यो शान्ति समाधिको हो, कुनै बेला सुनामी आउन सक्छ। हामी ठुला त भयौँ, तर बाल्यकाल त्यही घरका भित्ता, दलान अनि धुरी खाँबामा कतै टाँसिएर अझै हामीलाई कुरिरहेको छ। भीष्म पितामहले सरसैयामा युद्धको समाप्ति कुरे जस्तै कुनै दिन परदेशबाट फर्किने आशमा, कुनै दिन परदेशबाट फर्किने आशमा। हजुर धेरै धेरै धन्यवाद छ।